यो जुनिचाँदी गाउँपालिका जाजरकोट। एक त विकासै हुन यति ढिलो भएको ठाउँ, विकासै छैन त्यस्तो खासै, एकदम विकट ठाउँ छ हैन। त्यही माथि अलिअलि भएको पुलको पनि यो डन्डीहरू सबै गायब छन्। गाह्रो छ जाजरकोटमा। कहिले विकास हुने हो, कहिले विकास हुने हो। यो त अझै सबै ठाउँ विकास भएर अझै 10 वर्षपछि विकास हुन्न के हो। गाडी पनि दिनमा 2-3टा मात्रै जिप चल्छ, त्यही पनि जिप मात्रै बुलेरो यो ठाउँमा, नत्र त्यसपछि केही पनि चल्दैन, न बस न केही। सानो गाउँ छ त्यहाँ।